Hi everyone, I am Gaurav Gorky and welcome back to my channel. र आजको दिनको सुरुवात कसरी हुन्छ म सब देखाउनेछु तपाईँहरूलाई. लेट्स इन्जोय. म जानु पर्ने चाहिँ उहाँ हो त्यहाँ माथि हो यहाँ त सही घाम लाग्यो यार यता यार चिलमा कि यता पनि छ पार्क अनि फेरि यता पनि छ यस्तो पार्क ठुलो छ कि बिचमा चाहिँ बाटो छ ट्याक्क लगाएर. आज अलिक मदर्स डे छ यार सरप्राइज त केही दिनु पर्यो फेरि मम्मीलाई. म जानुपर्ने उहाँ हो कि त्यहाँ दुईजना बस्नुभयो नि त्यही हो जानुपर्ने अनि त्यहाँ बस आउँछ 7:20 त्यस्तो चढ्ने अनि काममा जाने फेरि चिल हाल्ने. ल रमाइलो छ नि क्या रमाइलो हुने छैन नि त अलिक झागाउ झ्या बिहान यार. गाइज काममा त जानु परेन यसको कहानी त्यस्तै छ पछि भन्छु. गाइज अब ट्याक्क होइन खत्रै सिनेमेटिक हेर्नुपर्छ अनि त्यस पछाडि के हुन्छ भनेपछि सिधै अहिले सुरु हुन्छ मेरो ब्लग. सिनेमेटिक हेर्नु ट्याक्क लगाएर ल. सिक्काहरू छ टिप्सको पैसामा कडक्स यस्तो गरेर देखाउँछु म. यहाँ चाहिँ पैसै भयो बस्यो खालि गएको हेर्नुपर्छ कि देख्नु गाह्रो छ नि त. टोटल यति भएको छ 50 रुपिज. यति भएको छ टोटल 50 युरो. अब म एक्सचेन्ज गरेर आउँछु होला ल. यहाँ ट्याक्क लगाएर यहाँबाट म मम्मीको लागि केही किन्नको लागि जाँदैछौँ. मेरो मामा यहाँ यस्तो बबाल जुत्ता है ल सही छ यार 170 युरो. कुनै दिन किनिन्छ यो जुत्ता नि सेम त्यही हो यो पनि यो वाइटमा त्यो ब्ल्याकमा तर मलाई ब्ल्याक दामी लाउँछ यार. मामाले ट्याक्कै हेर्दै हुनुहुन्छ जुत्ता यो होइन यो मैले हेरेको लगभग 1.5 वर्ष भइसक्यो होइन. यसको प्राइस चाहिँ किन त्यसो घटेको छैन कि 1.5 वर्षमा पनि 100 छ सही हो. मैले हेरेको छु 1.5 वर्ष हेरेको छु मैले घटेको प्राइस ल अब एकछिन मेरो ट्याक्क लगाएर मम्मीको लागि एउटा फाइट हेरिदिएको कस्तो हुन्छ यार यो यार कहिले हेर्नु नआएको ठिक हुन्छ कि यस्तो जानिनँ नि त हेर्न त्यही भएर. कहाँबाट सुरु गर्ने यहाँबाट सुरु गर्ने त्यहाँबाट सुरु गर्ने हुने हुन्छ यार. सही छ तर मिठो नभए पनि यस्तो घुम्नलाई आएको सपिङ हानेर डह्रो. आमा यहाँ हुनुहुन्छ अनि नेपालको पनि छ यहाँ म्याप बनाएको झन्डा कहाँ छ भनेर म देखाइदिइहाल्छु. त्यस्तो वेट गाइज ओह नेपाली यहाँ चाहिँ कहाँ गयो चाहिँ नेपालको झन्डा सेम नेपाल जस्तै छ कि केबुल काटिँदैछ नि त्यसरी ती पारि चाहिँ एसियाको एकदम ठुलो ब्रिज पनि छ त्यो पनि म देखाउँछु. मभन्दा 10 वर्ष चाहिँ थियो कि पुरानो कति होला जस्तै 2019
कतिमा बनेको कि ट्याक्कै यहाँ साइडमा राखिदिन्छु अहिले हेर्नुलाई मैले थाहा छैन एक्ज्याक्टली कतिको कता छ यहाँ स्ट्याचु अब अगाडि अगाडि जाउँ के हुन्छ कसो हुन्छ भन्ने नै छु गाइस सही ठुलो अरे पुल यार 17 कि 18 किलोमिटर भनेपछि यहाँ नि दामी छ यो हामी चाहिँ ट्याक्क लाएर यहाँ आउँदैछौँ मिस्त्री रोसियोतिर चाहिँ खतरा ब्यालनहरू देखाएको कि त्यहाँ बहिनीले पत्तर किनेर आएको फेरि प्लास्टिक हाल्नु चाहिँ यहाँ मामाले पानीपुरी पनि छ यहाँ स्पेसल पानीपुरी ट्याक्के तल लुगा छ माथि केक भयो यहाँ चाहिँ केकमा चाहिँ त्यस्तो नाम लेखिँदैन कि उठाउने मात्रै हो केक अरूहरू मात्रै लेख्छ तर यो पोर्तुगिजकोमा लेखिँदैन रहन्छ कि त्यही भएर ल्याएको केक पनि कस्तो अर्कै अर्कै छ टेस्ट नि कस्तो हुने यसको थाहा छैन लेट्स सी हेरौँ के हुन्छ है त राख्दै यसरी नदेख्ने गरेर मम्मीले अनि त्यहाँ लुगा त्यहाँ छ त्यही अब सब अहिले त्यस्तै मम्मी पछि भेट्नुपर्छ है ल ए पिङ्क कलरै नर नर यही होइन थ्याङ्क यू मलाई भन मैले ल्याइदिएको बोकेर मैले ल्याइदिएको क्या बोकेर त मैले ल्याइदिएको होइन मामा यो तिम्रो खोजेको एकदम निस्तो अनि मेटरको अब फेरि मम्मीको पालो ट्याक्क लाएर फेरि हजुरको पालो मलाई के थाहा छैन यहाँ त खै के हो मान्छे राति खोलेर हेर्नु न अहिले भातले खान्छ र अनि भात काटिदिएको पनि कहाँ खाने हो त नि यो त खुसी भएर भातले खान्छ ए एनले आएर त त्यो उता खान्थ्यो कस्तो छ हजुर हुन्छ कि हजुरलाई यहाँ छ यी यो त फेरि खोलेर हेर्नु न लानु यो त होइन के अनि उयो आएर खोल्नु न के गरान्छ होइन के होइन यही लुगा नै हो साडी हो अनि फ्रिजमा राख्ने रुम टक्क दिनु क्यान्डी स्यान्डी के खेल्नु नै ऊ त हेरेको ल ल ह्याप्पी मदर्स डे ल मम्मी ऊ ड्याडी उता भुँडी बल्दा बस्नु न यार ह्याप्पी मदर्स डे मम्मी ह्याप्पी मदर्स डे मम्मी यस्तोमा हामी कस्तोमा यो त फेरि अब ऊ लुक्छ नि त अनि यसो ट्याक्क देखिनु नपर्छ क्या